कोही केटीले पट्याल्छ नि भन्नु फेरि यहाँ रेडी होइन ल गाइस भोगले प्याज बनाएर दिउ खाऊ ल रुस्ता 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 हेलो गाइज वेलकम ब्याक टु माई च्यानल आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि यता सन्चै छु म चाहिँ आज दिदीको घर जाँदै थिएँ आएँ भनेर तपाईँहरूलाई देखाउँदै थिएँ र पसिना यस्तो आयो त्यो देखाएँ अनि म चाहिँ बजार आइपुगेर नानीले के सामान बिर्सिनु भएको रहेछ नानी र बुवा फेरि यता बहिनीको पनि काम भएर बहिनीकोमा आउनुभएको थियो अनि सामान बिर्स्यो नानीलाई सामान दिएँ बुवाले हाँस्दै हुनुहुन्थ्यो अनि मोटुले मलाई नलगेर जाने एक्लै जाने अनि भन्दै हुनुहुन्थ्यो अनि हाँस्दै हुनुहुन्थ्यो अनि त्यहाँ सिम निकाल्ने रहेछ अनि सिम निकाल्दै हुनुहुन्थ्यो बुवाले र नानीले मैले चाहिँ छाता ओरेर नानीलाई दिनु पर्ला भनेर आएको थिएँ नानीले फेरि ओर्न जानुभएको रहेछ फेरि मैले बुवालाई दिएँ ती छाता अनि छाता दिए भिडियो देखाउन पाइनँ अनि मैले सिम निकालेँ भाउजू भन्दै हुनुहुन्थ्यो अनि खै नम्बर भनिदिनु न त भने नम्बर 98 गर्नुहुन्थ्यो अनि त्यो दिन हाँस्यौँ एकछिन नानी र म अनि बुवा पनि हाँस्दै हुनुहुन्थ्यो जाऊ भन्नु अनि म आएँ अनि दिदीले फेरि सामान ल्याइदेस् भन्न भनेको थिएँ अनि मैले सामान ल्याइदिन पसलमा छिरेँ 2-3 पसल गएँ तर मैले भिडियो बनाउनु पाइनँ घाम कस्तो थियो 12 बजेको धुप भगवान् यता फेरि ठुलमम्मी र ठुलबा हुनुहुन्थेन ठुलबा विदेश जाने भनेर जानुभइगयो अनि ठुलमम्मी पठाउन जानुभएको छ काठमाडौँ दिदी एक्लै छि भनेर आएँ अनि आएर म चाहिँ अटोमा एक्लै थिएँ पहिला त अनि पछि मान्छे आउनुभयो अनि हाम्रो अटो पनि आयो अनि म आएर सामान कति धेरै थियो फेरि हातमा अनि झरेँ अनि भाडा पनि कति महँगो 80 रुपियाँ भगवान् आजभोलि पेट्रोलको भाउ बढेर होला कस्तो महँगो छ भाडा पनि अनि आएँ अनि मैले त्यो जुस किन्न खाएँ कि 5 रुपियाँ होला अनि त्यही पनि देखाउँदै थिएँ हजुरहरूलाई अनि आएँ आउँदाखेरि यहाँ माथि बिहा रहेछ फेरि दिदीको घरनेर अनि मैले यहाँ बिहा रहेछ भनेर यतिकै देखाएँ हजुरहरूलाई अनि अगाडिबाट क्यामेरा बनाएर मुख देखाएँ अनि म घर आइपुगेँ दिदीको घर आइपुग्दा दिदीले छाता ओरेर नानीको कपडा धोएर सुकाइदिँदै रहेछ नानी फेरि सुतेको थिएँ अनि उता गएँ उता फेरि त्यहाँ फुपूको छोरा आउनुभएको रहेछ दिदीको फुपूको छोरा मेरो देवर पनि अनि सोल्टी पनि पर्ने अनि मैले कुनै भिडियोमा सोल्टी बनाएको छु कुनै भिडियोमा बाबु बनाएको छु अनि गएँ अनि मैले जुस ल्याइदिएको थिएँ कि सानोवाला अनि त्यो एउटा सोल्टीलाई दिएँ एउटा दिदीलाई दिएँ अनि नानी पनि उठ्यो त्यति बेलासम्म अनि उठेर एकछिन मसँग खेल्दै थिएँ फेरि आमालाई देखेर रुँदै जान लागि अनि यिनीहरू फेरि बिहामा जाने भनेर रेडी भए अनि नानीले फराकलाई थिएँ अनि बाबुलाई मैले खिजाउँदै थिएँ त केटीले को केटी ढल्ने हुन् अनि भनेर खिजाउँदै थिएँ अनि मलाई फेरि एउटा चाउचाउ दिइन भुलाएको थिएँ कि बस अनि भनेर अनि मैले फेरि मलाई एउटा चाउचाउ दिएर भुलाएछन् भनेर मैले भिडियो बनाउँदै थिएँ हजुरहरूले अगाडिको भिडियो पनि देख्नुला अनि यिनीहरू पनि बिहामा गए साथीहरू अनि हामीले साँझ मैले भिडियो बनाउनु पाइनँ चार्जर थिएन मोबाइलमा अनि हामीले खानासाना खायौँ ठ्याक्कै एक्सिडेन्ट भएछ हजुरहरूले अगाडिको भिडियोमा देख्नुला मैले भोइस ओभर गराएको छैन त्यसमा सबै भोइसमै त्यो अर्कोवाला भोइसमै हालेको छु अनि मलाई के गरे मैले रोस्टा पनि ल्याइदिएको थिएँ यिनीहरूले अनि मैले भिडियो पनि हालेको छु तपाईँहरूले देख्नुला लास्टसम्म हेरिदिनु होला धेरै माया दिनु होला अझै पनि थ्याङ्क यू फर वाचिङ लभ यु अल अझै धेरै माया दिनु होला मेरो युट्युबमा पनि सब्सक्राइबर बढाइदिनु होला साथीहरू बाई बाई लभ यु
चाहिन्न मोबाइलको फ्ल्यासै अरू कहाँ देखिदिएँ मैले अरू त गयो क्या हो कि हामीले सोरसोरैमा खाना खान लाग्यौँ अनि थाहा पाइएन क्या पुलिस आयो क्या ओ माई गड दुराउँ ल हल्का हल्का गाई त ठुलो अटो पल्ट्यो हामी आयो त हिँड्ने फेरि भइहाल्यो धेरै नडुब्नु डाक्टर छ त मजा छ दोकान भरा खाऊ बेटा मान्छे घरै छेउ दोकान याद गर्दै म यहाँ एक्सिडेन्ट भएको छ कि म यहाँ तल बोलाइदिनु क्या पुलिसलाई नत्र फेरि भोलि गएर फेरि किन भनेन भनेर यहीँ बोलाइ आउँछ यो चिज चाहिँ होइन यो चिज चाहिँ राम्रो चिज होइन कि तर त्यो अटो जस्तो छ त्यो जहाँ त त्यहीँ राख्नु तिनीहरू त्यो गएको उरले ल्यायो कि ल्याएन बरु हस्पिटल लगेर जेनबे लगेर पठाइदियो हुन्छ कोही छ भने आफ्नो मान्छे को हो कमललाई त्यो कमल मेरो अर्को नम्बर अब एक लास्ट एक मोबाइल खसाल के का कर भने तरिकाले चलाउँछु कि म आज मन मर्यादा छैन पुराउने हो कि उता बसेर उमर्छ एउटा अब एउटा चाहिँ नसै खा तिमीहरू जाँड खाएकै होइन तिमीहरू नसै खा हो कि तैँले जाँड मैले जाँड खाएको तैँले जाँड खाएको जाँडी खाइदिनु नसै खाएको
मैले जाँड खाएको तेरो दुईटा मान्छे भागेको हैन ल भन् भाग्ने भयो एउटा त पनि कुरा नै तँ भागिने तेरो त सम्पत्ति यही हो त तँ भागे त नि तेरो छाडेर फेरि भन्दिनँ न एकचोटि अटो कस्तो थियो हामी ठ्याक्क सुन पकाएर डल्लाउँदै खाना खाइकन हामी भर्खर खाना खाइकन बसेको थियौँ हात जुठै थियो के नानी भनेको थियौँ फेरि मनले भन्दै हाम्रो सोल्टीजीको मनले मान्दै भनेन त्यही भएर हामी यति राति आइसकेका छौँ बिहा गरेर भर्खर बत्ती बल्यो क्या बल्ल पनि त्यो आज नाच हुन्न र जिन्दगीमा त्यो अब मन नाच्नु क्या नाच्ने मैले अनि नाच्ने बाबु हुनुहुन्छ अनि गाह्रो छ मैले फेरि सोल्टी बाबु दुइटै हाम्रो साइनो लगाउँछु कि गाह्रो छ अब नाच हुन्छ कि बिहा गर